सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न र सेवा लिन पाउनु प्रत्येक व्यक्तिको अधिकार हो। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071 बमोजिम कार्यस्थलमा कुनै पनि यौनजन्य दुर्व्यवहार गर्न वा गराउन वर्जित र दण्डनीय छ। कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाव, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहाएका कुनै कार्य गरेमा वा गराएमा यौनजन्य दुर्व्यवहार गरेको मानिनेछ। यौनजन्य आशयले शरीरको कुनै पनि अङ्ग छुने वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य दृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, बोलेर वा इसाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलापको लागि प्रस्ताव गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा, यस्ता यौनजन्य दुर्व्यवहार गरे वा गराएको पाइएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्नुहोस्। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071ले आन्तरिक र बाह्य गुनासो सुनवाई प्रक्रियाको व्यवस्था गरेको छ। आन्तरिक गुनासो सुनवाई रोजगारदाता वा व्यवस्थापक र बाह्य गुनासो सुनवाई प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ। थप सहायताका लागि नेपाल प्रहरीको इमर्जेन्सी कन्ट्रोल नम्बर 100, लैङ्गिक हिंसाका लागि खबर गरौँ हेल्पलाइन 1145, बाल हेल्पलाइन 1098, मानव बेचबिखन अनुसन्धान ब्युरोको हेल्पलाइन 1177 र आत्महत्या रोकथाम राष्ट्रिय हेल्पलाइन 1166मा सम्पर्क गर्न सकिन्छ। यी सबै हेल्पलाइन निशुल्क सेवाहरू हुन्। यसैगरी आफू कार्यरत संस्थाको सूचना अधिकारी वा गुनासो सुन्ने अधिकारीलाई पनि सम्पर्क गर्न सकिन्छ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार अन्त्य, शून्य सहनशीलता हाम्रो गन्तव्य।